यहाँ चाहिँ हाम्रो मुला छ। ला यो पानी त ठुलो पायो त के हो यो पानी? यहाँ चाहिँ हाम्रो मुला छ हैन, तर यो कुखुराले के गर्देर खोर्सिदेर हो यस्तो झाडी पनि पलाइराख्छ हो। झाडु खन्ने फुर्सद पनि छैन। अन्त अहिले चाहिँ यत्रो चाहिँ भएछ मुला हो। कुखुराले खोर्सिदिँदै भए पनि यत्रो चाहिँ भएछ। अन्त यहाँ चाहिँ हाम्रो सिबी छ, अलिकति बेसी त छैन, अलिकति मात्रै छ हैन। अन्त सिबी अब मजाले फलेको छ हो। यस्तो मजाले फलेको छ। यसरी दामी न दामी फलेको छ। बुटुङ टुङ 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 कता फलेको छ तर देख्दैन हो। अन्त यहाँ मजाले फलिरहेको छ यी सिबीहरू हो। यसरी मजाले फलिरहेको छ यहाँनिर। यहाँ यी सबैमा फलिरहेको छ मजाले हो। अन्त यहाँ चाहिँ यहाँ प्याज रोपेको छु मैले। यहाँ प्याज रोपेको छु, त्यो पनि प्याज नै हो। अन्त यहाँनिर चाहिँ मैले कोपीहरू रोपेको छु। यहाँनिर चाहिँ हाम्रो बन्दाकोपी हो। यो चाहिँ बन्दाकोपी हो, त्यो चाहिँ फुलकोपी हो, त्यसको उतापट्टिको चाहिँ ब्रोकली हो। अन्त यहाँ अलिअलि सागहरू छ। त्यो हाम्रो मटर पनि भर्खर फल्दैछ हो। यहाँ मटर पनि थुप्रो रोपेको थिएँ, यहाँ डल्लै रोपेको थिएँ, तर खोइ यहाँ के भएर भएन, 2-3वटा मात्रै भयो, त्यही भएर फुल्दैछ। यहाँ पनि सिबी नै छ हो। अन्त त्यही हो। अब यहाँनिर कोपी भइहाल्यो हैन। त्यसपछि यहाँनिर हाम्रो अलिकति साग पनि छ। यहाँनिर साग छ अलिकति हाम्रो। त्यसपछि यहाँ लसुन छ 3 ड्याङ चाहिँ। यो लसुन पनि सबै कुकुरले खोर्सिदिएर फेरि बल्ल यत्रो चाहिँ भयो हाम्रो लसुन। त्यहाँदेखि हाम्रो सुन्तला 1-2वटा फलेको छ। यो हाम्रो इस्कुसको बोट हो। त्यही हो। बाई बाई।